हेलो साथीहरु, आज चाहिँ हाम्रो फोर्थ डे एकदम चिसो छ। पुरै बादलले घेरिसिया छ बाहिर चाहिँ। अब हेरौँ के हुन्छ। अब बाहिर चाहिँ थाहा छैन, निस्किँदै छौँ अहिले ठाउँ ठाउँको। हामी मौसमको पनि यसो दुई चारवटा क्लिपहरू बनाउँछौँ कस्तो देखिन्छ। ल अहिले यति अहिलेलाई बाइ। स्टार्ट अफ डे 4। हेलो साथीहरु, ल हामी चाहिँ अहिले त्यहाँबाट चाहिँ निस्क्यौँ। यो अहिले अब खोर अलिअलि झरिरहेको छ है, सानो सानो हिउँ परिरहेको छ। अब हामी हाई क्याम्प पुग्छौँ आज। बिस्तारै जाउँ। अब सानो सानो हिउँहरू पनि स्नोफल भइरहेको छ है। अब हामी यहाँबाट निस्किन्छौँ। तातो तातो बनाएर स्पन्ज लाउने झ्याप्प, टोपी लगाइहाल्यो, ज्याकेट लगाइहाल्यो, बुट लगाइहाल्यो छ। पक्का लाएर यहाँबाट अब निस्किन्छौँ। यहाँ हेर्न कति बाक्लो भइसक्यो। ल साथीहरु, कस्तो फिल भइरहेछ यसको अनुभव? फर्स्ट टाइम स्नोफल लाइभ देखेको। फर्स्ट टाइमको एक्सपिरियन्स हैन त्यो? मेरो पनि सेम एक्सपिरियन्स हो स्नोफल लाइभ। अब यो 2 घण्टा हामी यो स्नोफलमा हिँड्दाखेरि कतिको एक्साइटमेन्ट छ भन्ने कुरो त्यो हामीलाई मात्र थाहा छ। यति रमाइलो छ, यति आनन्द छ। ल अब हामी बिस्तारै फर्स्ट टाइमको एउटा एक्सपिरियन्स चाहिँ लिएको छ हैन। चिसो आफ्नो ठाउँमा छ, हिँड्न अलिअलि चिल्लो आफ्नो ठाउँमा छ, तर खुसी चाहिँ एकदम लागेको छ। पुरै बिस्तारै झरिरहेको छ। मेरो लुगामा पनि देख्न सकिन्छ हिस है। ब्यागतिर पनि अड्किया, कतै कता अड्किया छ होला, टाउकोतिर अड्किया छ हिस हैन। यो भनेको चाहिँ एउटा एक्सपिरियन्स हो क्या। यहाँ आउँदाखेरि चाहिँ विशेष गरी हाम्रो पोटर दाइहरूले पनि भने यो हिउँ परेको कन्डिसनमा चेन हुन्छ, यसको जुत्तामा लाउने चेन, त्यो चाहिँ नबिर्सिनु होला कहिले पनि। त्यो परे पनि नपरे पनि, तर यहाँको मौसम कतिखेर पर्छ कतिखेर पर्छ भन्ने कुरा चाहिँ ठ्याक्कै हुँदैन। मौसम परिवर्तन भइरहेको हुन्छ। त्यो भएर त्यो चाहिँ एउटा सेफ्टी पनि हो, हिँड्न सजिलो हुन्छ, त्यसले ग्रिप गर्छ। फोटो दाइहरू आउनुभयो भन्दै उहाँलाई बाटो छोडिदिनु भयो हामीले। फोटो दाइहरू नै आउँदै हुनुहुन्छ, उहाँहरू सँगसँगै हामी जान्छौँ। स्टप गर्नु। ल अब हामी अगाडि बढौँ। ल साथी, अहिले चाहिँ हामी लगभग 600-700 मिटर हिँड्न हामी 600-700 मिटर माथि आइसकेका छौँ। हिउँ कन्टिन्यू परिरहेकै छ। मेरो चाहिँ अलिअलि भिजिरहेको, किनभने यो वाटरप्रुफ होइन जस्तो है, तर त्यति असर गरे होइन। बुढा दाइको चाहिँ वाटरप्रुफ रहेछ, त्यो भएर त्यति धेरै असर गरे होइन। हिउँ कन्टिन्यू नै छ, तर हिँड्न मजा आइरहेछ। त्यस्तो धेरै त्यो हावाको स्याटले चाहिँ गर्ने चाहिँ बनाएन, सजिलोसँग आइपुगेका छौँ। तर यहाँ आइसकेपछि एउटा चाहिँ झोलुङ्गी पुल रहेछ। झोलुङ्गी पुल छ, तर यसमा चाहिँ 2टा ट्र्याक रहेछ। एउटा झोलुङ्गी पुलबाट गयो भने माथि मिट हुने रहेछ, अलिक ठाडो रहेछ होइन। त्यसपछि फेरि यतापट्टिबाट गएपछि चाहिँ यताबाट चाहिँ तेर्सो गएर त्यो कुनामा गइसकेपछि चाहिँ अलिकति उकालो रहेछ। भनेपछि हामीले चाहिँ अप्सन त्यताबाट होइन यतैबाट रोज्यौँ, किनभने ठाडो किन जानु, त्यो तेर्सो त हिँड्न सकिन्छ, जति नै समस्या हुँदैन। त्यहाँ पुगेपछि अलिकति हाइट हुन्छ, ठिकै छ भनेर हामी चाहिँ यो रुटबाट हिँड्दैछौँ। हामी चाहिँ अहिले त्यो अघि नै देखाएको काठको पुलदेखिबाट त्यो माथिको एरिया कटेर त्यसबाट हल्का डाउन आइसकेका छौँ। त्यो हाम्रो त्यो बाटो पोइन्ट हो, त्यो पोइन्टदेखि पोइन्टबाट हामी यहाँ आइसक्यौँ होइन। अहिले पनि कन्टिन्यू छौँ। र अहिले चाहिँ यो चाहिँ ल्यान्डस्लाइड एरिया रहेछ। ल्यान्डस्लाइड एरिया चाहिँ यो पक्कै यो ग्याबिन्डाखा एरिया हो होइन। अब हिँड्दाखेरि चाहिँ कहिले काहीँ बोर्ड चाहिँ नोटिस गरेर हिँड्नु पऱ्यो होइन। नोटिस गरेर बोर्डमा के लेखा छ, कुन एरियामा के हुन्छ भन्ने कुरा चाहिँ नोटिस बोर्डमा हेरेर हिँड्नु होला, रिक्सी हुन्छ। ल उपेन दाजु, ठिक छ नि। तपाईँ अब इबिसी पुगे नि, जहाँ पुगे नि, जे गफ दिए नि, यस्तो हिउँमा त कहिले आउनु भएको थिएन होला पक्कै नि। त्यसैले आजको यो नयाँ एक्सपिरियन्स तपाईँको आफ्नो शब्दमा, लाइभ स्नोफल यार, आज आफ्नो शब्दमा अलिकति एकदम लाइभ स्नोफलमा 2.5 घण्टा मजाले हिँड्यौँ। एभरेस्ट बेस क्याम्पको काला पत्थर जाँदा भन्दा नि एक्साइटेड भइरहेछ आजको दिन है। हामी थोरङ्ला फेदीमा छौँ, बेस क्याम्प थोरङ्ला बेस क्याम्प 4450 मिटर अल्टिच्युडमा। अब हामी हाई क्याम्प जान्छौँ यो बाटो, यहाँबाट माथि उक्लिन्छौँ। मलाई चाहिँ एकदम खुसी लागिरहेछ होइन यहाँ आएर। दाजुको त फर्स्ट ट्रिप हो क्या है? मेरो त यस्तो ट्रेक पनि फर्स्ट हो होइन। योभन्दा अगाडि चाहिँ मनाङबाट खाङसारसम्म चाहिँ आइपुगेको थियो, त्योभन्दा तिलिजो जाने भनेर, तर त्यो बेलामा मिलेन। हामी त्यस्तै कन्डिसन भएर ब्याक भयौँ, तिलिजो पनि जान पाइएन। तर अहिले चाहिँ ट्रेक मेरो फर्स्ट हो, र यसरी चाहिँ आउँदाखेरि यो जुन महसुस गर्नु पाएँ नि, त्यो चाहिँ मेरो फर्स्ट एकदम खुसी लाग्दो छ क्या होइन। त्यो भएको कारणले गर्दाखेरि अब
कोही आउनु इच्छुक छ भने चाहिँ हाम्रो भिडियोहरू चाहिँ सुरुदेखिबाट हेर्नु होला। सुरुबाट कुन दिन कहाँ बसेको छ, के गरेछ, कसो गरेछ, हामीले डे टु डे अपडेट गरेछौँ। डे 1, डे 2, डे 3 गरेर गरेछौँ होइन। अहिले चाहिँ हामी यहाँ खाना खानलाई यहाँ हाम्रो यो रेस्टुरेन्टमा बसेका छौँ होइन। तपाईँहरू पनि आउँदाखेरि यही रेस्टुरेन्टमा बस्नु होला, खाना खानु होला। कोही आउनु छ भने चाहिँ म अब एउटा चाहिँ लास्ट भिडियो बनाउँछु। लास्टमा चाहिँ के सामान हामीले लिएर आएको थियौँ, के सामान चाहिन्छ भन्ने कुरो चाहिँ म एक फिजाएर यहाँबाट चाहिँ हामी मुक्तिनाथ पुगिसकेपछि चाहिँ देखाउँछौँ। त्यो भिडियोमा चाहिँ कम्प्लिटली हेर्नु होला तपाईँलाई। हेर्नु त 2.5 घन्टा हिउँमा हिँडेर आएको, अहिले भात खाँदा कस्तो मजा आइहाल्छ। कति मिठो। तातो छ खाना। हामी चाहिँ तलबाट माथि आइसक्यौँ। हाम्रो एकजना कोरियन पनि हुनुहुन्छ, उहाँ आइरहनु भयो हाम्रो पछि सोलो हुनुहुन्छ होइन। हामी नि हेर्नुहोस् यसरी पैदल यात्रा गर्दै आइरहेछौँ। हाम्रो 2जना साथीहरू माथि उक्लिँदै हुनुहुन्छ। अब बिस्तारै जाने हो माथि चाहिँ। लगभग कति मिनट हिँड्यो भन्दाखेरि पनि 1 घन्टा 12 मिनट हिँड्नेछ। 1 घन्टा 12 मिनट कन्टिन्यू नै छ। खासै बिचमा 20 सेकेन्ड 30 सेकेन्ड मात्र होल्ड छ होइन भने हामी कन्टिन्यू आएर एकचोटि बाटो देखाइदिउँ त कस्तो माडा आएको। यो सहरमा त चढायो भन्दा ठाडो छैन भन्न कम भन्न सक्दैन, त्यति ठाडो छ। र अब लगभग हामी माथि पोइन्टमा आइसक्यो। अब सायद हामीले उति माथि नै होला भन्ने सोचेको छ होइन। ल अब के भन्नु छ भने भन्नु तपाईँले। एकदम गाह्रो भइरहेको लास्टै यार। अलिकति चाहिँ ठाडो, यो कन्टिन्यू ठाडो भएको कारणले गर्दा चाहिँ अलिकति गाह्रो भयो हामीलाई होइन। अलिकति रोटेट भएको भए अलिक सजिलो हुन्थ्यो। तर हिँड्न त यही ठिक छ, किनभने छिटो पोइन्टमा पुग्छ। हेर्दा अलिकति गाह्रो हुने हो होइन। 4 घुम्ती लाग्यो भने गाह्रो चाहिँ गाह्रै हुन्छ। तर यतिको आउँदाखेरि नि डेस्टिनेसनमा आइपुग्नु लाइसक्यो हामी होइन। त्यो भएको कारणले गर्दा म चाहिँ के सजेस्ट गर्छु भन्छ नि, अब आउनेलाई चाहिँ यो यति चढिसकेपछि योभन्दा अगाडि तल आउनुसम्मलाई मान्छेलाई खासै समस्या पर्दैन। तर यहीँ माथि आउने बेलामा चाहिँ एकदमै गाह्रो छ क्या। सोचेको भन्दा धेरै नै फरक छ। त्यो भएर अलिकति दिमागमै म उक्लिन्छु, म चढ्छु नै भनेर मात्र उक्लियो भने मात्र होइन भने साथीको लैमा आएको, साथीले जाउँ भन्यो होइन। हामी 3जना लैमा होइन, हाम्रो डिसिजन जाने हो। ल जाने, हामी जानु नै छ। एउटा पहिला पनि ट्रेक गइसक्यो उहाँ त सहरमाथा बेस क्याम्पसम्म पुगिसक्नु भएछ, पुगेर आइसक्नु भएको। सौगा सर तिरिजो पुगिसक्यो, म खाङसारसम्म आएर फर्किया हो। मेरो चाहिँ फर्स्ट ट्रिपै हो यो। तपाईँ मलाई त्यस्तो गाह्रो फिल चाहिँ भएको छैन होइन। तर हिँड्दाखेरि चाहिँ धेरै नै गाह्रो हुन्छ। यो हेर्नुहोस् जुत्तामा घ्याच पर्छ, पुरै हिउँमा चाहिँ डुब्छ नै। एउटा जुत्ता यसरी डुब्दै आयो हामीलाई। यहाँ यस्तो ग्रिप लाउनुपर्छ। यो ग्रिप नलागेको भए चाहिँ चान्सेस रहन्छ यहाँ अहिले उक्लिने। मैले यसो विचार गरेको। यस्तो छ बाटो, यस्तो ठाडो छ। यो तलबाट आउँदा अहिले त केही देखेको छैन। हामी धेरै माथि आइसक्यौँ। ल अब हामी एकैचोटि माथि गएपछि गर्छौँ। चिसो छ, हात पनि चिसो भएछ साथीको। ल बाई। फाइनल्ली हाम्रो यत्रो लामो यात्रापछि हामी थोरङ्गा हाई क्याम्पमा आइपुगेका छौँ। यसको हाइट चाहिँ 4800 मिटर रहेको छ। तर गाह्रो त गाह्रै छ होइन। तर आउनु चाहिँ आइयो भनेको टाइमभन्दा 5-10 मिनट तल माथि पऱ्यो, आइयो। ल हेर्नुहोस् हामी अहिले पुरै कम्प्लिटली हिउँले पुरै एरिया ढाकेको छ, केही देखिँदैन है। अनि हाम्रो होटल पनि यता छ, होटल देखाइदिउँ। थोरङ हाई क्याम्प युथ होटल रेस्टुरेन्ट मनाङ भनेर लेखेको छ। हामी आज यहीँ बस्छौँ। अब भोलि यो कन्टिन्यू रातभरि पऱ्यो भने भोलि हामी एक दिन रेस्ट गर्नुपर्ने हुन्छ। किनभने हिउँ अघि आएका बनेपाबाट 2जना साथीहरू आएर रहेछन्। उनीहरू माथि पुगेर फर्काएर रहेछन्। उनीहरूको भनाइअनुसार यति पार्टमा चाहिँ हिउँ जमिसक्यो भन्दै थियो उनीहरूले। उनीहरू चाहिँ यतैबाट फर्के, हामी चाहिँ मनाङ निस्किन्छौँ, यता फर्किँदैनौँ। त्यो भएको कारणले अब अहिले हेरौँ कस्तो हुन्छ मौसम, त्यो अनुसार गरौँला। ओके।